हेलो नमस्ते एभ्रिवान, हामी चाहिँ टोकियो मिड टाउनमा आएको छौँ। यहाँनिर अब इल्युमिनेसन बेलुका सुरु हुन्छ होला। अहिले चाहिँ खासै सुरु भएको छैन। टोकियो मिड टाउन यहाँबाट एकछिनमा घुम्दै जाने हो। यही हो। अब यहाँ चाहिँ हानामीको टाइममा साकुरा फुल्दा किन रमाइलो राम्रो हुन्छ। अब यो क्रिसमसको यो डिसेम्बरतिरको चाहिँ यो इल्युमिनेसन हुन्छ लाइटहरूको, त्यो चाहिँ यहाँनिर हुन्छ। एकछिनमा हुन्छ होला, अहिले चाहिँ सुरु भएको छैन। हामी चाहिँ आज 3 जना घुम्न आएको छौँ। नोरसाङ म यो पुरै खाजा तेरे मिटे कि खाजा तेरे हो ओ कि मिटे नरको नरकुन कति मिटे नाङको आरो एकछिन है बेटा के ठुलो नरकुन से हाई नरकुन नोडकुन पिस इस्ते यता हेरेको छ नि त्यसले अनि पिस इस्ते इने ल इल्युमिनेसन रे पापा आगाले इल्युमिनेसन मार्नु देख्थे रुखले पुरै हेउ बनाएको छ यसले। इने मलाई देख्दिन। इल्युमिनेसन चाहिँ 5 बजीबाट सुरु हुन्छ 9 बजीसम्म। 5 बजीदेखि सुरु हुनेछ 9 बजीसम्म। अहिले खासै सुरु भएको छैन। यो बलहरू चाहिँ अहिले बल्ने हो, अहिले चाहिँ बलेको छैन है। अहिले लाइट बलेपछि चाहिँ खत्रै देखिन्छ फेरि। अहिले चाहिँ यस्तो बनाएको छ, यो बल्ब हो सबै। मान्छे पुरै हेर्नको लागि चाहिँ पुरै उयो रुखभित्र सब झुन्डाएको छ त्यहाँ। अहिले चाहिँ खतरा बल्छ। अहिले एकछिनमा तपाईँलाई म देखाउँछु। एकैछिन कुद्नु होला। अब मात्र 30 मिनट जति बाँकी छ। यो चाहिँ टोकियोको मिड टाउन हो। अनि यहाँ चाहिँ अब यो लगभग यो जुनिगाचु पुरै नै हुन्छ होला। यदि नजिकै हुनुहुन्छ भने आउनु होला। टोकियोको यो नोगिजाका इक्कीबाट नै हुन्छ। टोकियो मिड टाउन चियोदो-सेन चढे पनि पुग्नुहुनेछ। सिन्जुको आसपास हो भने चाहिँ योगीबाट चेन्ज गर्ने चियोदो-सेनमा। यो स्काई ट्री भन्छु म फेरि। यो क्रिसमस ट्री बनाएको रहेछ। यो सबै अहिले भलेको छैन। हेर्नुहोस् यो मिड टाउनको उयो। अब यहाँनिर यो बल्नलाई अहिले यस्तो बल्छ राति। यो सब लाइटहरू यहाँ लाइटहरू बनाएर रहेछ। स्टार्ट भइसक्यो माथि। म्युजिक त आउँछ नि त नि, कस्तो कुरा हो। अब यो सब लाइट हो भरे यस्तो सबै बल्छ। एकछिनमा यो रुखभित्र सबै बल्छ। म तपाईँहरूलाई देखाउनेछु, हेर्दै जानु होला। हो यो मैले अस्ति चाहिँ मम्मीजी भनेको चाहिँ यो हो ल। त्यो पात यस्तो 3 सूर्य पात हुन्छ, यो चाहिँ मम्मीजी हो। अर्को त्यो पहेँलो त्यो चाहिँ मम्मीजी होइन, फेरि त्यो चाहिँ पात पहेँलो भएको मात्र हो। तर हामी मिस्टेक भएर चाहिँ सबैलाई मम्मीजी भन्छ, तर यो सबैलाई मम्मीजी चाहिँ भनिँदैन है। यो चाहिँ मम्मीजी हो। त्यो चाहिँ फेरि छुट्टै पातको पात चेन्ज भएको मात्र हो।
अब यहाँ कन्सर्ट के पनि हुने हो कि टक्क हेर्नु माथि जुन पनि छ आजको दिन अनि यहाँ त के कन्सर्ट जस्तो छ यो डान्स छ डान्स अनि सधैँ एउटै हुन्छ क्या इन्ट्रान्स यी कुरा रहेछ 2000 पो रहेछ दानी 2000 यहाँ क्रिमहरू के बेचिन्छ कुनै बेला उपारी चाहिँ पारी पर गऱ्यो अनि अहिले अब ठ्याक्क हुन्छ यो मिड टाउनको बिल्डिङ हो ठ्याक्कै यो सायद होटल होला यदि तपाईँ टाढाबाट आउनुहुन्छ भने यो होटलमा ठ्याक्कै बास बसेर बेलुका इलिमिनेसनको रमझम हेरेर जान सक्नुहुन्छ है ल यस्तो छ ल यहाँनिर मान्छे सबै आएर बालबच्चा लिएर तपाईहरु आउनुहुन्छ भने आउनुहोस् एकछिनमा चाहिँ अब यहाँ इलिमिनेसन स्टार्ट हुन्छ होला ल एकैछिन कुद्नु है त ल हामी एकछिन उता गएर आउँछौँ वेलकम ब्याक फेरि यो चाहिँ पुरा क्रिसमसको यो पुरा अब रेड लुमै रेड लाएर यो के बेच्छ यिनीहरूले क्रिसमस ट्री रेफा पुरा रेड जम भइरहेको छ क्रिस्चियन त होइन अब यो झिलिमिली हेर्नको लागि चाहिँ आउँछौँ हामी चाहिँ अब फेरि यो अब यस्तो हुँदै म चाहिँ क्रिस्चियन भन्दै छु क्रिसमस यो चाहिँ आज होइन अब यो इलिमिनेसन हुन्छ उता पानीको खोला राम्रो खिची सबै हुने भनेपछि आउनु आउँछ जस्तो लाग्छ अब होइन उयो निको अर्को सरी बिच होला नि रेड तेललाई ज्या हुन्छ है त्यही भएर यतिको दृश्य हो ठ्याक्क 2 मिनट बाँकी छ अब यहाँबाट म माथिबाट देखाउँछु स्केटिङ बोर्डको पनि रहेछ यहाँनिर होइन हेर्दै जाउँ एकैछिन कुर्ने सबै यहाँको मेरी हो त ठुलो स्केटिङ त तपाईँहरू स्केटिङ खेल्न चाहनुहुन्छ भने नि यहाँ आउनु होला मजाले खेल्न मिल्ने रहेछ स्नो बोर्ड पो रहेछ त्यो स्नो यस्तो ल यहाँ 2000 लाग्छ ठुलो मान्छेलाई चाहिँ आएर खेल्न सक्नुहुनेछ मजाले बच्चाहरू पनि हुनेछ अब हामी त सक्दैन अहिले खेल्नलाई यहाँ बङ लाग्छ फेरि अघि मैले तलबाट देखाएको चाहिँ यहाँनिर हो इन्ट्रान्समा पैसा लाग्छ भने सिद्धिहरू पनि खेलिरहेछ यहाँ नाइट भ्यू यस्तो छ अनि बिचमा चाहिँ यस्तो स्नो बोर्ड खेल्ने स्केटिङ भन्छ कि स्नो बोर्ड भन्छ भने थाहा भएन स्नो बोर्ड नै होला सायद स्नो बोर्ड म्युजिक सुरु भयो के यो बिल्डिङ कस्तो दामी देखिरहेछ राति अब त्यहाँ सबै सुरु भयो स्टार्ट भयो त्यहाँबाट लाइटको तल मान्छे जम्मा भएर खिचिरहेछ म चाहिँ स्केटिङ बोर्ड खिच्न आएको यहाँ अब म तल गएर देखाउँछु तपाईँहरूलाई एकछिन स्टे ट्युन स्टार्ट भयो हेर्नु ल ठ्याक्कै 5 बजे ल हेर्नु टोकियो मिड टाउनको दृश्य यो राति 5 बजेदेखि सुरु हुन्छ सबै बोलेछ ल हेर्नु यहाँबाट ल स्नोबोर्ड खेल्ने उताबाट झिलिमिली हेर्ने है ल मजाको बस्छ ठ्याक्क 5 बजे बेलुकी सुरु हुन्छ है रातको साँझको
हामी चाहिँ यहाँ पुगेछ नयाँ यस्तो हुन्छ नाइट त्यो हाम्रो छोरा कता हरायो ठिक छ अहिले भेट्छ होला लाइन हेर्नेको लाइन माथि उन खेल्दो रहेछ सर अलु त गएर देखाउँछ कहाँ गयो सुगो नै वाव ल 거네 ल यस्तो हुन्छ है मान्छेको देशमा चाहिँ हाम्रो देशमा चाहिँ अब कता हो कता के हो है थाहै हुन्न यहाँ चाहिँ यस्तो छ ल हेर्नु यहाँ त्यहाँ रहेछ तिनीहरू ठुलो ओ ठुलो वाव कल भन्नुभयो अघि मैले देखाएको बस ठुल्ठुलो गोला चाहिँ यो है मिते मजाले देख्ने रहेछ दामी हुँदो रहेछ मिजु छैन यो Suote mio. Wah, kiri ini. ल यस्तै छ है झिलिमिली गार्डन घरहरू म यसरी हिँडेर आएको पेर न ऊ पर यो के फुटेर गरेको हेर पापा बोल्दै टिकटकमा एउटा टोकियो मिड टाउन यो चाहिँ रोपङ्गीको टोकियो मिड टाउन हो यहाँ चाहिँ अहिले यो क्रिसमसको इल्युमिनेसन लागिरहेछ इन्ट्री फीहरू केही पनि पर्दैन बाहिर हो
ल हेर्नु यहाँ यस्तो रमाइलो छ यस्तै हो अब चाहिँ सुरु अब लाग्नु पर्छ होला ल यस्तै राम्रो भिडियो हेर्नुको लागि चाहिँ मेरो च्यानल सब्सक्राइब गर्नु होला है लाइक कमेन्ट गर्नु होला यहाँ दामी देख्दैछ ल जङ्गलै दिपिक्क भल्या छ अनि यसरी क्रिसमस यसरी मनाउँछ पुरै